दाइहरूले के भन्छ थाहा? के भन्छ? प्रतिको रन्डोले अस्मीको माया बुझेन के अरे फेरि बड अस्मीको माया बुझेन अरे प्रतिको के हो एउटाको मात्र होइन म दुईजनाकै बुझिरहेको छु हो त अनि मेरो नुवाकोटमा पुरै हल्ला भइसक्यो मैले प्रतीकले मन पराउँछ भनेर मैले पनि त मन निधार पराउँछु एयरपोर्ट जस्तो मन पराउनु त स्वाभाविक कुरा हो क्या मन पराउनु पाइयो अरे मन पराउनु पाइयो जेसाको निधार त एयरपोर्ट जत्रो पो छ अरे त मान्छेहरूले भनेको मैले त देखेको छैन प्रतीकले देख्यो होला भेटेको थियो नि त होइन प्रतीकको झन् पुरै त्यो एयरपोर्ट भन्दा पुरै कहाँ कत्रो हो भन्ने एयरपोर्ट भन्दा ठुलो के हुन्छ यो थाप्लोमा चाहिँ तिमीहरू दुईजनाको नाम लेखेछ नि त अनि यतापट्टि मेरो यतापट्टि अस्मि यो थाप्लोमा कतिवटा नाम छ कतिवटा उसको माछा माछा लेख्दा 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 गरेर टक्लु भएको प्रतीक अझै पुग्दैन खुइलिँदै जान्छ मैले नि तिम्रो नाम लेखेको भएर हो क्या भनेर खुइलिदिएको अहिले चाहिँ इपिक वाला आयो अन्तिमसम्म त तिम्रो पुरै टाउको खुइलिन्छ हो त्यहाँनिर मेरै नाम छ पत्रा हँसाउँछ है मगानीले ल हेर्नुहोस् त साथी हिजो चाहिँ खास लक्ष्मी पूजा गर्ने हो कि नगर्ने हो एउटा मान्छे के भन्छ म गर्ने चाहिँ यति राम्रै म गर्नेको चाहिँ छैन होला र छ किन नहुनु आमा खै अब सिनेर खानुपर्छ सौता ल्याउन जस्तो छ त प्रतीकले रे सौता ल्याउला जस्तो छ अरे मै कतिवटा माथिको सौता हो प्रतीकको हामी दुईजना भए चाहिँ राजी छ भएन र मगर्नी पहिले हाम्रो त वार्ता भइसक्यो हामी दुईजना त ओके एउटाले जापानमा कमाउने एउटाले कोरियामा कमाउने प्रतीक तिमी काम नगर प्रतीक चाहिँ दिनभरि अब प्रतीक तिमी हाम्रो लागि खाना बनाइदियो लास्टमा अहिले के अरे एउटा जापान कमाउने एउटा यता कमाउने भन्नुहुन्छ लास्टमा मलाई उत्तानो पार्छ अनि कमाउने त अनि सिटी सिटी खाऊ न कमाएपछि त उत्तानो पो पर्ने हो त होइन मजाले आराम गर्ने कस्तो हो र हल्कासँग बिहा होला र अनि मै यसरी उत्ताने फर्केर बल्ल चार खुट्टे मासतिर पारेर झन् रमाइलो नि मस्त सुत बस खाऊ तिमीहरूले अनि के अरे अनि अरूसँग बिहे गरेर म के गर्ने असम्भव हाम्रो पहिला उस्तै बिहे होला जस्तो छ म हेर्छु कसको बिहे हुने रहेछ मलाई उत्ताने पार्ने विचार मैले गर्छु क्या अरे के एउटा भेना खोज्दियो त लिम्बुनी ऱ्याप सक्यो अरे सक्यो छैन लिम्बुनीको त हराउनु भयो आजकल आउनुहुन्न प्रतीकको चाहिँ बिहे हुन्छ है स्योर हो खासमा यो वर्ष पनि बिहे गर्न भनेर गएको थियो अरे मैले काहीँ हल्ला सुनेको केटी तर प्रतीक बिरामी भएपछि केटीहरू भाइ ठिकै छ के भएको अरे है के भन्नु अब तामाङले के थाहा भयो अब म गर्ने हो थापा मगर के कुरा गरे हो तिमीले मलाई साह्रै गर्मी भयो अनि यस्तो उता जापानतिरको तातो तातोले होला नि टाढा छ जापानतिरबाट तातो हावा आयो होला ह्याप्पी दिवाली हावा चलिरहेको जाडो आज 81 भनेको बिहान 6 बजे भएको अर्काको पनि मात्रै राम्री देख्छ अरे हो र
त्यसो भए छिटो बिहे गर्नुपर्ने भयो अर्काको बुढी मात्रै राम्रो देख्ने रहेछन् हो त्यही भएर छिटो बिहा गर न त तिमीलाई झन् अर्काको बुढी मन पर्यो भनेदेखि मलाई बिहे गर्न मन लाग्यो गर्ने हो छिटो बिहा गर न तिमीलाई मैले बिहा गर्छु अनि फेरि अर्काको अनि त्यसपछि अर्काको बुढी अर्काको बुढी भन्दै टिकटक बनाऊ है ल अर्काको बुढीहरू यता सुन खोइ त्यस्तै टिकटक आउनु छोड्यो के पिबा होइन सुशीला आमा हो यसरी मुख नछोड न हो दिदी लामा त वहाँ अहिले त प्रत्येक जेसालाई म माग्न आउँदैछ अरे जेसाले त्यो प्र्याङ्क गरेको होला आई थिङ्क मैले एउटा भिडियो देखेँ ए मैले जेसाले एउटा कति ऊ रहेछ उसको पनि निधार पो ठुलो रहेछ त प्रतीक देखेनौ ए मिल्ने रहेछ के मेरो पनि ठुलो तर मेरो कपाल झऱ्यो यहाँनिर कपाल झर्दैन? हो दिदी कोरियामा चाहिँ कपाल झर्छ कि झर्दैन झर्छ नि कोरियामा आएर त झऱ्यो मेरो यस्तो धेरै यस्तो डेन्जर झर्दो रहेछ है यो जापान र कोरियामा त जहाँ पनि झर्छ होला हावापानी नमिलेर म त तामाङ तिमी मगर मन पर्यो साह्रै च्याङ्बालाई गाह्रो भयो लाउन क्या गर्ने हाम्रो यतातिरको क्या कोही गर्ने लाइभमा त च्याङ्गा जोइन गर्नु हो क्या गर्ने प्रतीकलाई मलाई लाग्दैन म गर्ने प्रतीकलाई मोहनी लगाइदेऊ म गर्ने मोहनी भाग्यमानीको निधार ठुलो हुन्छ अरे अभागीको चाहिँ नाक प्रतीकको दुईटा ठुलो नाक चाहिँ ठुलो छैन तिमीले जानेन तिमीले भन्न जानेन होइन कि अभागीहरूको चाहिँ नाक फुलाउँदै हिँड्छ नि त त्यो हो नि के होइन मोरी तिमीले भन्नै जानेन है ल छ्याम अनि मैले के बोल्नु त नि मैले अब जे पाइदिएँ बोल्नु त होइन हो यार तपाईँहरूले कहाँ भाउजू खोज्नु भएको कि के भएको यार मलाई थाहा होइन क्या मलाई थाहा छैन मलाई शान्तिले बाँच्न देऊ न हो साथीभाइहरू मेरो टाउको नदुखाउन हो ए रे कहाँबाट शान्ति खोज्न थालेको तिमीले अहिले भर्खर म गर्ने मलाई शान्ति फेरि शान्ति खोज्न थाल्ने यहाँ के भन्नुहुन्छ थाहा भन्ने हो छाडा बुढे ताङ्गे के गर्नु अरे मैले अहिले म छाडा बोल्दै छाडा बोल्यो अरे भाग्यमानीको मैले के छाडा ठुलो नभाग्य खोइ म त Please यार, यो मान्छे त कस्तो रहेछ छ्या। मलाई शान्तिसँग बाँच्न दिनुहोस् हजुर शान्ति भन्ने मान्छे कहाँ छ यहाँ जोइन गर्छ त शान्ति, शान्ति शान्ति बालक। होइन अरे शान्ति छिटछिटो आऊ होला यार एकचोटि भनेरै बुझ्नु भाग्यमानीको हुँदैन ठुलो अभागीको लक्कन ल मर्यो नि मर्ने लाउन नि हाँ के भने होला यिनीहरू त कस्तो रहेछ हौ राखेन मलाई त लक्कर म शान्ति भन्नु होइन म त के बोल्यो मलाई केही थाहा छैन म ल मार्यो नि यिनीहरूले भनेको रहेछ अनि यहाँ कमेन्टमा होला कि को होला कि प्लिज यार मलाई शान्तिसँग बाँच्न देऊ यार शान्ति छैन क्या प्रत्येक यहाँ हामी जेनी र अस्मी मात्रै छ शान्तिलाई खोज्नु पर्छ अब प्लिज शान्ति कोही हामी भए हुन्न र अरू नि छैन प्रत्येक धेरै धेरै मस्किने होइन अरे मुस्किया छैन यसो उस मात्रै गरे अब लाइन मात्रै हानेको। के भन्छ हौ यो मान्छेहरू कति छाडा बोल्छ लाइन नहान लाइन नहान
मायाको पोकाहरू हान फुलमा हान टिपेको पोका हान्नु हान सिन्धुली मेरो घर बस्ने भए ठुली भयो अनि म पहिला सानो थिएँ अहिले ठुली भएँ म जापान आउँदाखेरि त यत्रो थियो त नि कति सानो थियो मोटा कि अहिले मोटाको मलाई शान्तिपूर्ण बाँच्न दिनुहोस् होला मेरो यहाँनिर मोटाको? प्रेसर धेरै नपुर्याउनु अनि अलिकति मोटाको फेरि कपाल पहिला। झर्छ म छिन्जु दिदी सोध्नु न दाइलाई कति बजेसम्म मलाई बस्नुहुन्छ अरे यो कति अन्जान बजीसम्म भन्ने बस्छ? मान्छे कति मातेको हो सुत्ने अब एकछिनमा दाइ मलाई अरूसँग पनि गर्नु पर्यो कि? रमाइलो गर्नुपर्छ क्या कमान कुदाएर रे तिमी हो ल्याप ल्याप भयो अब धेरै नकुदाऊ यिनीहरूले कहाँबाट भयो जान तिमी हो ल्याप ल्याप ओइ सुतै सुत ला साक्लेले तिमीलाई गाली गर्ने उसको काम होला जेसा पनि किसपाङको हो रे म पनि किसपाङ नजिकै हो ला मलाई भुताल्ने पो होइन कि गाउँलेहरूले जेसा सानी छ तिमीले भुताल्छौ फेरि 11:30 भइसक्यो त्यसलाई किन भुताल अरे कि दाइ कहिले उसको फ्यानहरूले नि उता गाउँतिर नि फ्यानहरू धेरै होला नि त फेरि ओइ 11:30 भयो ठ्याक्कै ह्याप्पी दिवाली को हो यो? रात रात पुऱ्याउनु क्या कमेन्ट कुदाउँदासम्म निद्रा लाग्दैन रे अब दाइको लागि पहिला भाउजू खोज्नु अनि त्यसपछि आफ्नो लागि खोज्छ क्या पार्कलीलाई भेटिहाल्छ नि के भयो तँ भाइलाई जे साइज बेस कल के हो रे नाम? तँ भाइ प्रतीकलाई प्रपोज हान्यो भने जेसाले मार्छ हुँदैन होइन जेसा मात्र होइन अर्काको बुढीहरूले नि मार्छ शान्तिसँग बाँच्ने भन्दैछ शान्तिले नि मार्छ हुँदैन शान्तिसँग बाँच्न दिनु हुँदैन शान्ति गाह्रो पो छ गो म शान्तिसँगै बाँच्न दिन्छु उसलाई मेरो 3 पार्टी मैले के बोलेछु हजुर मोरीहरू नाच न हो नाच रमाइलो गरौँ तिहार मनाऊँ ए म देउसिरे भट्याउँछु तिमीहरू गीत गा के अरे भयो देउसिरे भन्न ल ए होइन होइन कसले भट्याउने स्वर राम्रो छ देउसी खेलौँ न अब तिमीहरू आउट हौ त जेसा आउँछ अरे जोइन हुन कस्तो थर्काको के एउटा मान्छेले भनेको भने पो गर्छ त सिन्धुली जेसाले बोलाऊ ल भट्टाउनु छिटो सबै भट्याउनु भन्नु न